खतरा छ गोला चाहिँ यत्रो छ गोला आमा कस्तो बवाल देखेको है समय भाइलाई च्यालेन्ज गर्नु पर्यो नि त हामीले यो भिडियोमा परेको चाहिँ कान्दै दामी हुन्छ यहाँ बच्चा आमामा हेर्दै माउ हेर्नु त आमामा तँ खोप्टीमा हेर्नु त बच्चा माउ मरेमा होला नि त बिस्तारै बिस्तारै समाएर नधर जाते धेरै छ नि यार थोडा वेट छ यहाँनिर मठा कम्ता भारी छ तल तल त तल पक्रिनु तल हालेर दुईजनाले झार्दैछ गोला चाहिँ बवाल रहेछ ठुलो रहेछ यहाँ हाँगामा छोड्नु हाँगा मजाले खाने भयो हाँगामा छोड्दैन भनेको भन्दा मजाले खाने भयो कान्दै आज यो चाहिँ आज धेरै राम्रो हाम्रो दसैँ नै हुने भयो धेरै पछि होइन तपाईँले चाहिँ हामीले चाहिँ खाइरहेको छौँ छोड्दै यतिकै छोड्दै जा निकै ठुलो रहेछ आज दसैँ नै हुन्छ हो त्यहाँबाट हो त्यहाँ बस छोड्दै त नाउ यार मेरो टाउकोतिर पसिरहेको छ हौ म यहाँ हेर्न माउ निकै ठुलो रहेछ हामीले आज जो दसैँ हुन्छ 10 त्यो हाँगाहरू चाहिँ छिल्नु काट्नुपर्छ छिल्नुपर्छ यार अहिले तल घुमेर अठाउदामा ठ्याक निकै ठुलो गोलाहरू चाहिँ हामीले सुरक्षित भएको छ भाइहरू पसिरहेको छ बिस्तारै बिस्तारै एकजना अलिक माथिसम्म आउँछ त्यो तल भेट्छ बत्ती देखा यसले त टसले त बिस्तारै बिस्तारै अठाउनु बाहिर चाहिँ साइडबाट देखेर त म त झुसी छ हेर्दा कान्दैलु उयो गरौँ त यसलाई छाँचौँ त है कस्तो छ यो हाम्रो वा यो त अनि दसैँ भयो नि आज सानो सानो अरूभन्दा नि मेरो टाउकोमा हेर न यहाँ माउ बसिरहेको थियो खोल्न खोले टक्ट क्या न दिपुङ चुचीमा गयो चाहिँ हाम्रो सबैभन्दा ठुलो ठुलो यसपालिको होला एक डोको जत्रो सबैले एउटा भिडियो गर्नु त भन् मलाई पठाउनु यो दिपुङ चुचीमा भनेको यसपालिको ठुलो हामीले काट्यौँ है साथीहरू त्यसको चाहिँ हाम्रो गन्दाखेरि 18 चाका छ हजुर अब झिक्छौँ बच्चा झर धेरै भरिलो पनि छ बाहिरको चाहिँ यहाँको चाहिँ उ रहेछ भोस्के अब यता र त्यहाँ 3 चाकादेखि मुनि चाहिँ आमा पुरै भरि रहेछ यार यसपालिको हाम्रो तर बच्चा झर हो माउ कान्दै एकछिनै हैन माउ यहाँ किराँतीहरूको यो यसपालिको एकदम बच्चा झरो कान्छ बच्चा झरिसकेन दसैँ लागेको छ आज हामीलाई माउ पनि त निकै झर नि त खै यतापट्टि आगो माल हुँला त्यतिर पनि एकछिन बच्चा एक मुठी भन्ने धेरै झरिसक्यो बच्चा जल्दी झर बच्चा त झऱ्यो नि त हुन्छ अब नकाट्नु त्यतिकै हो झर्छ बच्चा सबै बच्चा टिपु न हो त्यो त झरिहाल्छ नि आनन्द हो त्यहाँ अलिअलि छास्नु यसलाई उ गर्नुपर्छ पेट्रोल हान्नु न अलिअलि छर्केर आगो हाल्नु पेट्रोल छ र छ नि माउ पनि धेरै झर्छ बच्चा त छ नि है कान्छ बच्चा रहेछ यसो हेरेको यार नासाले भरिलो नभरेर देखेर त जानु म त झारिदिइहालेको थिएँ खुकुरी नै फेरि राम्रो नभएको क्या जान्छ है कस्तो छ बोकाइ परत छ ल हजुरले चाहिँ हाम्रो कति केजी एकजनाले बोक्नु नसकेर निकै छ हौ 18 19 बच्चा झरिन्छ 19 चाका रहेछ एक दुई केजी त बच्चा झरिसक्यो होइन ठक्कै काट्दा अगाडि जान्छ अगाडि जान यता नजिक जानु एउटा राम्रो भिटायो 5 बोकेर आफै मजाले त्यो बत्ती देखाएर मजाले
एउटा राम्रो भिडियो आउँछ एउटा देखाइदिनु न त अरिकलमा चाहिँ एउटा ठिकै रहेछ यतिको क्वालिटी नै हो कहाँ चाहिँ हाल्यो यत्रो गोला भनेर भन्नु भएको थियो सानो भनेर